राधे 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 आदरणीय सज्जनबिन भक्त सज्जनबिनहरुमा महेश्वर नेपालको तर्फबाट सादर प्रणाम गर्दै आज म तपाईहरुलाई महाभारत कुन्ती माताको चरित्र सम्बन्धी केही व्याख्या गर्न गइरहेको छु। आदरणीय सज्जनहरु, कुन्ती महाभारतका प्रमुख पात्र थिइन्, जसको नाम अनुशासित, मर्यादित, धैर्यवान लिन आधारबाट हामीले लिन सकिन्छ। आदरणीय सज्जनहरु, सबैले धेरै थोक माग्छन्, अनेक आफ्ना अभिलाषाहरू हुन्छन्, अनेक किसिमका इच्छा आकांक्षाहरू हुन्छन्। तर माता कुन्तीले के भनिन् त भन्दाखेरि, हे भगवान मलाई दुखै देऊ, जीवनभर दुख देऊ। अनि भगवान देवकी नन्दन मुसुक्क हाँस्नुहुन्छ। हे बुबा फुफू, दुनियाँले सब थोक माग्छन्, कसैले के माग्छन्, कसैले के माग्छन्, तपाईले किन दुःख माग्नुभयो? अनि हे कृष्ण, हे केशव, दुःखमा मात्र तिम्रो याद आउने हुनाले मलाई दुःख प्रदान गर। यही शब्दहरू भागवतमा उल्लेख गरिएको छ र यही शब्दहरूलाई म कविको नाम भन्दिन, सायद तपाईहरु आफै पत्ता लगाउनु होला। उहाँहरूले त्यसको सार संक्षेप वर्णन गर्नुभएको छ। म कुन्ती देवी माता कुन्ती अत्यन्त सरल स्वभावकी थिइन्। दुर्वासा ऋषिलाई अत्यन्त सेवा शुश्रूषा गरेको कारणले गर्दा उहाँलाई एउटा ठुलो मन्त्र, जुन देवतालाई आह्वान गर्दाखेरि त्यो देवता आफ्नै अगाडि उपस्थित हुने जो वरदान प्राप्त थियो, त्यही कारणले गर्दा उनले अविवाहित भएको बेलामा यो मन्त्र कस्तो रहेछ भनेर सूर्य भगवानको आह्वान गर्नुभयो। आह्वान गर्ने बित्तिकै भगवान सूर्य नारायण अगाडि खडा हुनुभयो। भगवान, मैले त त्यसै गरेको, यो हुन्छ कि हुँदैन भनेर उनी झस्किन्। अनि अब यो त्यसै खेर जाँदैन कुन्ती। उनले भगवान सूर्यले उनको आँखामा हेर्ने बित्तिकै कुन्तीलाई गर्व रहन गयो र तिम्रो कोखदेखि एउटा बलवान पुत्र जन्मिन्छ। भगवान, यो त अलिकति अप्ठ्यारो छ, किनभने म कुमारी कन्या छु। अब यो के गर्ने भनेर उनले भन्दा, यसलाई यस किसिमको गंगाजीमा लगेर बगाइदिनु भन्ने कुराहरू भयो। आदरणीय सज्जनबिन, त्यसैको ठुलो बल भगवान सूर्यको तेज सहित जन्मेको कर्णको नाम आउँदछ र अत्यन्त बलशाली पनि थिए। उनलाई जित्न वास्तवमा कसैले सक्दैनथ्यो। कुन्ती देवी महाराज सुरसेनकी पुत्री थिइन्, वासुदेवकी बहिनी थिइन्, एक यादव कन्या थिइन्। सुरसेनले आफ्नो अनन्य मित्र महाराज कुन्ती भोजले सन्तान नहुँदाखेरि अत्यन्त आग्रह गरेर, अत्यन्त नम्र स्वभावमा, नम्र भावमा
भनेको वचनले गर्दाखेरि आफ्ना मित्रले मागेको कुरालाई नकार्न सकेन र उनले कुन्ती भोजलाई चाहिँ जिम्मा लगाइदिए थिए र लालन पालन गरेर त्यहीँ हुर्केकी थिए। एक दिनको कुरा थियो जब दुष्ट दुर्योधनले भीमलाई विषपान गराएर गङ्गाजीमा लगेको भगाई तल खसालिदिएको थियो र त्यतिखेर वासुकी नागले भीमलाई बचाएका थिए र ठुलो बल 100 हात्तीको बल प्रदान गरेका थिए। यता कुन्तीको नाता थियो, मातामही थिए। अब वास्तवमा कुन्तीको जीवन कसरी लिन सकिन्छ त? कुन्तीको जीवन एउटा महान योद्धाको रूपमा हामीले लिन सकिन्छ, जसलाई हेर्नुहोस् अहिलेको युगमा आफ्ना दाजुभाइहरूलाई तिनीहरूले जति गर्दा पनि उनले त्यो एक मानेनन्। अहिले कलिकालमा त्यस्तो हुँदैन, इख लिन्छन् गर्छन्, तर त्यो बेला महाभारत सिद्धिएपछि करिब 15 वर्षपछि कुन्ती पनि धृतराष्ट्र र गान्धारीसँग साथै चाहिँ वन जान्छन्। उनले त्यहाँ चाहिँ बसेको भए सुख आराम ऐश्वर्य प्राप्त गर्नु त्यो सबै चाहिँ छोडेर सबै चिजलाई लात मारेर उनी जसले आफूलाई जीवनभर चाहिँ अनेक दुःख कष्ट पीडा अनेक किसिमको भन्नै नसकिने कुराहरू चाहिँ धृतराष्ट्र अन्धाले गरेको थियो, तर पनि कुन्तीले त्यो कुरा बदलाको भावनाले हेरिनन्। तिनैजना चाहिँ वन गएर वनमा छाप्रो बिछ्याएर बनाएर करिब 3 वर्षसम्म भगवानको संकीर्तन गरेर भगवानको सेवा गरेर त्यहाँ बस्दा भए र एक दिन अचानक आगोको ज्वालाले यो वन सबै डढ्यो र धृतराष्ट्र नुहाउन गएको बेलामा कुन्ती, गान्धारी र सञ्जय भन्ने कुरा कति ठाउँ विदुर पनि लेखेको छ, कतै सञ्जय पनि भन्छन्। यो अलि विवादास्पद आएको छ शास्त्रमा। अनि त्यहाँ गइसकेपछि तिनैजना अब 1-2 दिन बसेर मर्ने आफ्नो चोलालाई त्यहाँ विसर्जन गर्ने कुराहरू गरे। अब अग्नि समाधिबाट तिनैजना आफ्नो प्राण त्यागे र पछि सञ्जय चाहिँ उत्तराखण्डको हिमालयतिर लागेर त्यहाँ तपस्या गरेर पछि आएर उनका नातागोता सबैलाई त्यो सूचना नारद आदि ऋषिहरूलाई त्यो दिएका थिए। कुन्तीको नाउँ अघिल्लो नाउँ राजकुमारी हुँदा कुन्तीको नाउँ थियो पृथा थियो, सबैले पृथा भन्थे। अब भगवान श्री कृष्ण को फुफू कुन्ती माता कुन्ती यदुवंशी राजा सुरसेन की पुत्री वासुदेव र सुत सुभा की ठुलो बहिनी र भगवान श्री कृष्ण को फुफू हुनुहुन्थ्यो। आखिरी के थियो र उनलाई ऐश आराम र चाहिँ के अरे भोग्ने चाहिँ उसको अभिलाषा भएन। जीवनभर दुःखको सामना गर्नु पर्यो र अन्तमा उनले साथै प्राण विसर्जन गर्नु पर्यो। वास्तवमा यो एउटा महाभारतमा सबभन्दा ठुलो पात्र मध्ये कुन्ती माताको नाम धेरै लिन सकिन्छ। आदरणीय सज्जनवृन्द, जसले जीवनभर दुःख अँगालेर अन्तिममा मर्ने बेलामा पनि जसले आफूलाई डसेको थियो त्यसैतिर लागेर
आफ्नो प्राणलाई विसर्जन गर्न पुगिन्। त्यसै कारणले सबै सज्जनहरूले माता कुन्तीलाई चाहिँ एउटा आदरको भावले हेर्दछन्, एउटा धैर्यताको भावले हेर्दछन्, एउटा ठुलो बाँधको चाहिँ एउटा चाहिँ के अरे हेर्दछन्, ठुलो बाँधको रूपमा हेर्दछन्, जसले जीवनमा चाहिँ अनेक कष्ट पचाउन सक्ने एउटा महान योद्धा नारीको रूपमा चाहिँ हेर्दछन्, जसले कुमारी कन्या कुमारीत्वमा चाहिँ सन्तान जन्माए र पनि त्यो धैर्यता, त्यो गोपनीयता राख्न सक्ने क्षमतावान स्त्रीको रूपमा चाहिँ नारीको रूपमा चाहिँ हेर्नै सकिन्छ। तब आदरणीय सज्जनहरू, यहाँहरूलाई यति भन्दै म माता कुन्तीको विवेचना त अब ठुलो थियो, तर अब केही सार संक्षेप वर्णन गरेको छु। यहाँहरूको जीवन सुखमय बितोस्, राम्रो होस्, सबैलाई कल्याण होस्, सबैको दुःख भगवानले हरुन्, सबैलाई सुख होस् भन्दै म यहाँहरू समक्ष बिदा हुन चाहन्छु। राधे राधे।